नमस्ते, म डाक्टर प्रसेनजित कुमार राय, निसन्तान विशेषज्ञ। आज म तपाईहरूलाई निसन्तानपन र यसका समस्या र समाधानको दोस्रो भागमा स्वागत गर्दछु। आज हामीले हाम्रो दोस्रो प्रश्न चञ्चलबाट आइसा सुल्तानाको पाएका छौँ। उहाँले आफ्नो स्त्री रोग विशेषज्ञले उहाँलाई आइभीएफ को लागि सल्लाह दिनुभएको कुरा जान्न चाहनु भएको छ। उहाँलाई 6 वर्षदेखि अस्पष्ट निसन्तानपनको समस्या छ। विवाह भएको 6 वर्ष भइसक्यो तैपनि बच्चा भएको छैन। त्यसैले उहाँलाई अस्पष्ट निसन्तानपन भनिएको छ, तर आइभीएफ को सल्लाह दिइएको छ। के यो सही हो? आज हामी यसको समाधान के हो भनेर जान्ने छौँ। आउनुहोस्, अस्पष्ट निसन्तानपन के हो भनेर सुनौ। हामी कहिले अस्पष्ट निसन्तानपन भन्छौँ? जस्तै आइसा सुल्तानाको केसमा हामीले उहाँले पठाउनु भएका सबै रिपोर्टहरू हेर्यौं। त्यहाँ दुवै पार्टनरको जस्तै श्रीमानको वीर्य परीक्षण वा सिमिन एनालाइसिस एकदम सही देखिएको छ। उहाँको ट्युब टेस्ट ठीक छ, फोलिकुलोमेट्रीमा डिम्ब निष्कासन भइरहेको देखिएको छ, उहाँको पाठेघरको पत्र ठीक छ। सबै कुरा सही हुँदाहुँदै पनि जब कुनै महिला गर्भवती हुनुहुन्न तब त्यसलाई अस्पष्ट भनिन्छ वा कुनै पनि तरिकाले उहाँ किन गर्भवती हुनुभएको छैन भनेर व्याख्या गर्न सकिँदैन। यसो भए यस्तो अवस्थामा हामीलाई आइभीएफ किन आवश्यक पर्छ? आइभीएफमा हामी के गर्छौँ? आइभीएफमा हामी तपाईको डिम्बलाई तपाईको शरीरबाट बाहिर निकाल्छौँ। सामान्यतया तपाईले देख्नुहुन्छ कि अस्पष्ट निसन्तानपन तब भनिन्छ जब फोलिकुलोमेट्रीले तपाईको डिम्ब फुटेको देखाउँछ, तर त्यस्तो अवस्थामा हामीले डिम्ब देख्न सक्दैनौँ। हामीले फोलिकल वा थैली मात्र देख्छौँ। आइभीएफमा भने हामी त्यो थैलीलाई बाहिर निकाल्छौँ र त्यहाँ डिम्बलाई माइक्रोस्कोप मुनि हेर्छौँ। अस्पष्ट निसन्तानपनको एउटा मुख्य कारण डिम्बको गुणस्तरमा कुनै समस्या हुनु वा वीर्यको गुणस्तरमा कुनै समस्या हुनु हो, जुन तपाईले माइक्रोस्कोप बिना बुझ्न सक्नुहुन्न। त्यसैले जब हामी यसलाई निषेचित गर्छौँ तब गुणस्तरमा कुनै समस्या छ कि छैन भनेर थाहा हुन्छ। आइभीएफ को माध्यमबाट भ्रूण तयार गरिन्छ, यसको ग्रेडिङ गरिन्छ, तब मात्र गुणस्तर स्पष्ट हुन्छ। हामी यसको ग्रेड के छ, यसको बनावट कस्तो छ, यो देख्नमा कस्तो छ, त्यो एउटा भ्रूणलाई हेरेर बुझ्न सक्छौँ। त्यसैले अस्पष्ट निसन्तानपनमा आइभीएफले यसरी मद्दत गर्छ। यसबाहेक मानौ तपाईले ट्युब टेस्ट गर्नुभयो। ट्युब टेस्टमा ट्युब खुला देखिएको छ, तर हुन सक्छ एचएसजीमा ट्युब खुला देखिए पनि यसको कार्यक्षमता अर्थात् ट्युब भित्र हुने सिलिया जसले शुक्रकीट वा डिम्बलाई भित्र जान मद्दत गर्छ, त्यसमा कुनै समस्या हुन सक्छ। त्यस्तो अवस्थामा डिम्ब ट्युब भित्र जान सक्दैन वा शुक्रकीट पनि चल्न सक्दैन। त्यस्तो अवस्थामा ट्युब खुला भए पनि तपाईको गर्भ रहँदैन। त्यसैले आइभीएफले यी बाधाहरूलाई पार गर्छ। हामीले यस्ता धेरै अस्पष्ट निसन्तानपनका केसहरू देख्छौँ, तर जब उनीहरू हामी कहाँ आउँछन् तब हामीले अण्डा वा शुक्रकीटको गुणस्तरमा समस्या पाउँछौँ, तर अन्ततः उनीहरूले आइभीएफ मार्फत सफलता प्राप्त गर्छन्। त्यसैले आजको अङ्कमा हामीले चञ्चलकी आइसा सुल्तानाको अस्पष्ट बाँझोपनको समस्या र अस्पष्ट बाँझोपनमा आइभीएफ किन आवश्यक छ भन्ने समाधानको बारेमा चर्चा गर्यौँ। अर्को अङ्कमा तपाईहरूसँग फेरि भेट हुनेछ अन्य कुनै समस्या र त्यसको समाधानका साथ।